केपी शर्मा ओलीको तर्फबाट माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल प्रारम्भ हुन्छ। छलफलमा विधेयक र सोच सम्बन्धी विधेयकका दफाहरूका सैद्धान्तिक पक्षमा मात्र छलफल गर्न सकिने बेहोरा जानकारी गराउँछु। छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम 2 मिनेटभित्र अध्यक्षको ड्याससँगै बसेका सचिवालयका कर्मचारीहरूलाई उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिने प्रत्येक मान्य सदस्यहरूलाई 3 मिनेटको समय निर्धारण गरेको छु। सर्वप्रथम मान्य सदस्य बेदुराम भुषाल। सम्माननीय अध्यक्ष महोदय, अहिले हामी जुन विधेयकमा छलफल गर्दैछौँ, यो विधेयकको उद्देश्य छिटो छरितो सेवा प्रवाह गरी सुशासनको प्रत्याभूति दिने भन्ने छ। तर यसका प्रावधानहरू हेर्दाखेरि त्यो उद्देश्य पूर्ति हुने जस्तो देखिँदैन। यसमा चाहिँ यो सचिव स्तरीय निर्णयलाई पनि नेपाल सरकारको निर्णय मान्ने, मन्त्रीलाई चाहिँ सचिवले उत्तरदायित्व मन्त्रीप्रति हुन नपर्ने, मन्त्रीको सचिवको मूल्याङ्कन मन्त्रीले होइन मुख्य सचिवले गर्ने लगायतका केही कुराहरू छन् भने कतिपय कुराहरू हामीले केही समय पहिले पारित गरेको र यही महिनाको 3 गते 2081 12 3 गते राष्ट्रपतिज्यूबाट सामान्य राष्ट्रपतिज्यूबाट प्रमाणित भइसकेको विधायन ऐन विपरीतका प्रावधानहरू पनि छन्। उदाहरणको लागि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागलाई अदालत श्रहको अधिकार हुने भन्ने जस्ता प्रावधानहरू पनि यहाँ राखिएको छ। प्रशासनिक संयन्त्रलाई न्यायिक अधिकार दिने यस्तो खालको विसङ्गतिपूर्ण व्यवस्था यसमा गरिएको छ। त्यस्तै गरिकन यसले संशोधन गरेको योगमाया विश्वविद्यालयको नाम बदलेर विदुषी भनेर भनिएको छ। त्यसको परिभाषा के हो, विदुषीको परिभाषा के हो, कस्तो मान्छेलाई विदुषी भन्न पर्ने हो भन्ने कुरा केही पनि छैन। र हिमालयन आयुर्वेद भनिएको छ। हिमालयन आयुर्वेद भन्ने छुट्टै आयुर्वेद कुनै पनि छैन। यो संसारमा आयुर्वेद एउटा मात्रै सिद्धान्त हो, एउटा मात्रै प्राचीन कालदेखि चलिआएको यो स्वास्थ्य उपचार सम्बन्धी एउटा विज्ञान हो आयुर्वेद विज्ञान, जसको कुनै न हिमालयन भन्ने हुन्छ, न कुनै तराइयन भन्ने हुन्छ, न कुनै पहाडिया भन्ने हुन्छ, कुनै पनि हुँदैन। संसारमा एउटा मात्रै आयुर्वेद सिद्धान्त छ, त्यो संसारभरिको सिद्धान्त हो। त्यसलाई चाहिँ नि अलग्गै नाम राखेर जाने कुरा यो एकदमै सिद्धान्त त गलत कुरा भएको छ। यस्ता खालका गलत खालका प्रावधानहरू समेत राखेर यो विधेयक चाहिँ अगाडि सारिएको छ। र सबभन्दा आपत्तिजनक कुरा भनेको चाहिँ यो जुन चाहिँ विधायन ऐन हामीले निर्माण गरिसकेका छौँ र राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भएको दिनदेखि कार्यान्वयनमा आएको छ, यस विपरीतका प्रावधानहरू छन्। यद्यपि जो सभा बस्नुभन्दा अगाडि सरकारको तर्फबाट माननीय उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले यदि त्यस्ता खालका प्रावधान छन् भने सच्याएर जाउँला भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। म अहिले नै यहाँ राख्न चाहन्छु कि त्यो प्रतिबद्धता अनुसार यहाँ रहेका जुन चाहिँ नि बेठिक खालका प्रावधानहरू छन् त्यसलाई सच्याएर मात्रै यसलाई अगाडि बढाउनुपर्छ। त्यसका निम्ति समितिमा पठाएर दफावार छलफल गम्भीरताका साथ गर्न पर्ने आवश्यकता छ। त्यस हिसाबले अगाडि बढ्ने अनुरोधका साथ म आफ्नो भनाइ अन्त्य गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्य कृष्णबहादुर रोकाए। सम्माननीय अध्यक्ष महोदय, प्रतिनिधि सभामा उत्पत्ति भई प्रतिनिधि सभाबाट छलफल गरी पारित भएर आज राष्ट्रिय सभामा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 टेबल भई सैद्धान्तिक छलफल गरिरहेका छौँ। सम्माननीय अध्यक्ष महोदय, सरकारले सुशासनको पाटोलाई प्रभावकारी बनाउन तत्काल केही गर्नुपर्ने भएकोले यो विधेयक ल्याउन जरुरी थियो र ल्याएको छ। यस विधेयकले धेरै कुराहरू समेटेको छ, जसमा पहिलो कुरा ई गभर्नेन्स प्रबन्धन गरेको छ, जसले गर्दा नागरिक एपको चाहिँ प्रयोगले कानुनी मान्यता दिएको छ। यसले सार्वजनिक सेवामा डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नेछ। त्यस्तै प्रकारले यो निर्णय प्रक्रियामा
समय सीमाको व्यवस्था गरिएको छ। कुनै निर्णय लिनुपर्ने अधिकारले कानुनी रूपमा तोकिएको समयमा निर्णय नगरेमा 7 दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था गरिएको छ। समयभित्र पालन नगरेमा कारबाही प्रावधान गरिएको छ। यसले गर्दा जुन चाहिँ समयमा काम नहुने जुन एउटा परम्परा थियो यसलाई चाहिँ यो विधेयकबाट चाहिँ त्यो कुराको तोडिएको छ। र सँगसँगै स्थानीय तहमा कार्यवाहको व्यवस्था गरिएको छ। स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख कुनै पद रिक्त भएमा कार्यपालिकाका सदस्यहरूले आफूहरूबाट कार्यवाहक चयन गर्ने व्यवस्था गरिएको छ, जुन व्यवस्था वडासम्म गरिएको छ। त्यस्तै श्रमिकहरूको अवकाश उमेर हद वृद्धि गरिएको छ। श्रमिकहरूको अनिवार्य उमेर 58बाट बढाएर चाहिँ 60 वर्ष वृद्धि गरिएको छ। त्यस्तै सामाजिक सुरक्षा भत्तामा पनि सुधार गरिएको छ। सामाजिक सुरक्षा भत्ताको दुरुपयोग रोक्नका लागि राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरिएको छ। त्यस्तै यो शिक्षकहरूको निवृत्ति भत्ताको कोषमा योगदानको व्यवस्था गरिएको छ। शिक्षकहरूलाई पनि निवृत्ति भरण प्राप्त गर्ने व्यवस्था गरिएको छ। त्यस्तै प्रकारले नेपालमा बसोबास गर्ने गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिहरूका बारेमा वा परिचय पत्र नेपाली मूलको विदेशी नागरिक वा निजको परिवारलाई 10 वर्षसम्म गैर आवासीय भिसा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसकारण यसले के छ भन्दा विदेशमा रहेका जुन गैर आवासीय नेपाली छन् उनीको चाहिँ श्रम, उनको पुँजी, उनको क्षमता र योग्यतालाई हामीले चाहिँ आफ्नो मुलुकमा स्वदेशमा उपयोग गर्न सकियो भने चाहिँ यो पनि मुलुकको निम्ति उपलब्धि हुन्छ भन्ने कुरा मलाई लाग्छ। त्यसकारण यो जुन खालको यो सुशासन सम्बन्धी जुन विधेयक प्रस्तुत भएको छ यसमा चाहिँ म समर्थन रहेको चाहिँ बेहोरा अनुरोध गर्छु। धन्यवाद। मान्य सदस्य तुलसा कुमारी दाहाल। सम्माननीय अध्यक्ष महोदय, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रसारण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक 2081 को सैद्धान्तिक छलफलमा छौँ। मौजुदा विभिन्न ऐनहरूमा रहेको असान्दर्भिक प्रावधानहरू, कमी कमजोरीहरू, सार्वजनिक सेवा प्रवाहमा हुने ढिलासुस्ती, विकास निर्माणका क्षेत्रमा देखिने अवरोधलाई समसामयिक बनाउन तत्काल काम गर्ने गरी कार्यान्वयन हुने ढिलासुस्तीलाई चिर्नका लागि नेपाल सरकारले विधेयक मार्फत मौजुदा 12वटा ऐनका केही दफाहरूलाई चाहिँ परिमार्जन गरी यो विधेयक ल्याएको छ। म यसलाई स्वागत गर्न चाहन्छु। गैर आवासीय नेपाली सम्बन्धी नेपाली नागरिकता प्राप्तिको विषयमा परिभाषामा उनीहरूको परिवारलाई 10 वर्षसम्म भिसा निःशुल्क र एकपटकमा 2 वर्षको अवधिको बहुप्रवेश सुविधा दिने व्यवस्था गरेको छ। नेपालभित्र आवत जावत गर्न, बसोबास गर्न कम खर्चिलो, सहज हुने, उनीहरूको आर्थिक सांस्कृतिक गतिविधिमा संलग्नता बढ्ने, विदेशमा रहँदाको विज्ञान पुँजीलाई विभिन्न पेसा र उद्यममा लगाउन सक्ने सम्भावनाको आकलन गरी मातृभूमिप्रति अपनत्व वृद्धि गर्न देशको आर्थिक विकासमा सहयोग पुग्ने उद्देश्य राखेको देखिन्छ। सुशासन तथा सञ्चालन ऐन 2064 मा थप परिभाषित गरिएको छ। नेपाल सरकार कार्य सम्पादन नियमावली बमोजिम नेपाल सरकार मन्त्री परिषदमा पेश गर्नुपर्ने विषय र प्रचलित कानुनमा नेपाल सरकारमा पुनरावेदन लाग्ने भन्ने उल्लेख भएका पत्राङ्कित विशिष्ट श्रेणीबाट हुने कार्यलाई नेपाल सरकारले सम्पादन गर्ने गरी व्यवस्था गरेको छ। प्रक्रिया ढिलो हुने, समय बढी लाग्ने हुँदा सार्वजनिक सेवा प्रसारणलाई छिटो र छरितो गर्न खोजिएको छ। कानुन बमोजिम कार्य सम्पादन सार्वजनिक पदाधिकारीको सूचना प्रमाण कागज प्राप्त भएको मितिले 1 हप्ताभित्र गरिसक्ने बाध्यकारी व्यवस्था ढिलासुस्तीलाई पन्छाउने, ढिलो गर्नेलाई चेतावनीसम्म दिन सक्ने व्यवस्था गरिएको छ। यस्तै सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक सेवा प्रसारण साधन स्रोतको उपलब्धताका आधारमा कम्प्युटरमा सूचना प्रविधिलाई नागरिक एपसँग जोड्ने गरी व्यवस्था गरिएको छ। मन्त्रालयको काम कारबाहीलाई छिटो र छरितो र मितव्ययी बनाउनको लागि अधिकार र नियमावलीको समेत व्यवस्था गरी आन्तरिक दिग्दर्शन बढाई काम गर्ने भनिएको छ। यस्तै घरेलु कसुर सजाय ऐन 2066 मा तेजाब अर्को ऐनमा परिसकेको हुनाले यसबाट हटाइएको छ। कसुरजन्य कुराहरूलाई पनि रोकथाम गर्ने काम गरिएको छ र हामीले यसलाई सरसर्ती हेर्दा के देख्छौँ भने श्रमिकहरूको जुन उमेर 58 वर्ष थियो 60 वर्ष पुर्याएको छ। स्थानीय सरकार सञ्चालन ऐनमा रहेका केही कमजोरीहरूलाई सच्याउने काम भएको छ। फौजदारी संहिता कार्यविधिमा पनि केही कुरामा चाहिँ संशोधन गरिएको छ। मेलमिलापको माध्यमले विवाद समाधान गर्ने गरी चाहिँ राखिएको छ। यसै गरी प्रचलित कानुनमा रहेका पुनरावेदनका कुराहरूलाई पनि धरोटीका कुराहरूमा चाहिँ 15% कायम गरिएको छ। पहिलो पटकको कसुरदारलाई 1 वर्ष र सोभन्दा कम सजाय भएकालाई र कैदको कट्टा रकम तिरेमा चाहिँ कैदमुक्त हुन सक्ने व्यवस्था गरिएको छ। यसलाई समसामयिक बनाउने प्रयास गरिएको छ र म यो विधेयकलाई समर्थन गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्य गोपीबहादुर सार्की अछामी।
सम्माननीय अध्यक्ष महोदय, सुशासन प्रबन्धन तथा सामाजिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न यो प्रस्तावित विधेयकको बारेमा हामी सैद्धान्तिक छलफल गर्न गइराखेका छौँ। विशेष गरेर यो विधायन ऐन 2081 सँग कतिपय बाजिने खालका चाहिँ प्रावधानहरू छन् र यो बारेमा अघि भर्खरै पनि हामीले चाहिँ उपप्रधान तथा अर्थमन्त्रीज्यूसँग बसेर छलफल गरेका छौँ र यी बाजिएका प्रावधानहरूलाई चाहिँ हामी संशोधनमा गइसकेपछि गम्भीरतापूर्वक छलफल गर्छौँ र त्यसलाई करेक्सन गर्छौँ भन्ने एउटा खालको प्रतिबद्धता पनि जाहेर गर्नुभएको छ। अब यस अन्तर्गत चाहिँ 12वटा ऐनलाई संशोधन गर्ने जुन लक्ष्य राखिएको छ, मलाई के लाग्छ भने यो छोटो अवधि एउटा, अर्को कुरा चाहिँ परिस्थिति पनि जुन प्रतिकूल खालको चाहिँ बाहिर पनि बन्दै गएको छ र चाहिँ यो हतारोमा छोटो अवधिमा जे गर्न खोजिएको छ यसले चाहिँ तयारी पुग्दैन, छलफल पुग्दैन भन्ने कुरा अस्ति हामीले यो विरोधको सूचना दिने बेला पनि यो छलफलको विषय बनाएका थियौँ र यसले संसदको चाहिँ गरिमा र संसदमा जनप्रतिनिधिहरूको चाहिँ अधिकारलाई कुण्ठित गर्ने काम गर्छ भन्ने विषय हामीले राखेकै विषय हो। अब अर्को कुरा, अघि मान्य बेदुराम भुषालजीले भने जस्तै कतिपय प्रावधानहरू चाहिँ मिल्ने खालका छैनन्। ब्युरोक्रेसीलाई नै फोकस गरेर चाहिँ जुन खालका चाहिँ प्रावधानहरू चाहिँ राख्न खोजिएको छ यसले चाहिँ हामीले जे सुशासन प्रबन्धन र सेवा प्रवाहलाई व्यवस्थित गर्ने, प्रभावकारी गर्ने भन्न चाहिँ भनेका छौँ भनिए तापनि तर परिस्थिति चाहिँ त्यस्तो देखिएको छैन, भइराखेको छैन, त्यो अनुरूप पनि हामीले गरेका छौँ। अब अर्को कुरा चाहिँ यो योगमाया विश्वविद्यालय सम्बन्धी जुन ऐन छ त्यो ऐनलाई चाहिँ नाम संशोधन गर्न चाहिँ खोजिएको छ, त्यसको चाहिँ खास औचित्य हुन्छ जस्तो लाग्दैन। त्यस कारणले गर्दाखेरि म अझै पनि के भन्न चाहन्छु भने सरकारले यस्ता विधेयकहरू ल्याउँदाखेरि चाहिँ सबै पक्षसँग अलिकति छलफल गर्ने, गम्भीरतापूर्वक चाहिँ तयारी पनि गर्ने र स्टेक होल्डरहरूसँग पनि बसेर छलफल गरेर चाहिँ जाँदाखेरि उपयुक्त हुन्छ, प्रभावकारी हुन्छ र कार्यान्वयनलाई पनि हामी सहज, व्यवस्थित र अहिलेको समय सापेक्ष जुन परिवर्तित परिस्थिति हो, परिवर्तित परिस्थितिले चाहिँ धेरै कुराको माग गरिराखेको छ। विशेष गरेर चाहिँ जनताको चाहिँ सेवा प्रवाहलाई सुस्त दुरुस्त र व्यवस्थित गर्ने कुराको माग गरिराखेको छ, त्यो प्रभावकारी हुनसक्छ भन्ने विषय मैले राख्न चाहन्छु। हस्त अभिवादन। मान्य सदस्य तुलप्रसाद विश्वकर्मा। सम्माननीय अध्यक्ष महोदय, हामी सुशासन प्रबन्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको प्रतिस्थापन विधेयकको सैद्धान्तिक पक्षमा छलफल गरिरहेका छौँ र यस विषयमा म बुँदागत रूपमा आफ्नो भनाइहरू राख्न चाहन्छु। सुशासन प्रबन्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको प्रतिस्थापन विधेयकको मूल स्रोत जनप्रतिनिधि संस्था नभएर अध्यादेश हो। जनप्रतिनिधिहरूको कानुन निर्माण गर्ने क्षेत्राधिकारलाई अतिक्रमण वा सङ्कुचित गर्ने उद्देश्यद्वारा अध्यादेश ल्याइएको हुनाले यसबाट सिर्जित प्रतिस्थापन विधेयक उपरको सैद्धान्तिक छलफललाई अस्वीकार गरेर जानुपर्ने कुरामा हाम्रो पार्टीले जोड दिन चाहन्छ। सरकारले पौष 29 गते 5वटा अध्यादेश जारी गरेको थियो। यद्यपि भूमि सम्बन्धी अध्यादेश माघ 2 गते मात्र जारी भएको थियो। सरकारले माघ 15 गतेका लागि माघ 7 गते अधिवेशन आह्वान गरेको थियो। जम्मी 7 दिनको अवधिमा सरकार वा मुलुकलाई त्यस्तो कुन सङ्कट आइपर्यो र सरकारले अध्यादेश जारी गर्नु पर्यो, त्यसको औचित्यता सरकारले पुष्टि गर्न सक्नुपर्दछ। तर सरकारले अध्यादेश जारी गर्नुको आवश्यकता र औचित्यतालाई तार्किक ढङ्गबाट पुष्टि गर्न सक्ने अवस्था नै छैन र सकिरहेको पनि छैन। यसको स्वाभाविक तार्किक निष्कर्ष निस्कन्छ कि सरकारले जनप्रतिनिधिहरूको संस्था संसदलाई छलेर शासन गर्ने उद्देश्यले काम गरेको थियो। प्रतिस्थापन विधेयक उपरको सैद्धान्तिक छलफललाई स्वीकार गर्नुको अर्थ हुन्छ जनप्रतिनिधि संस्था संसदको क्षेत्राधिकारलाई कुण्ठित गर्न सरकारलाई प्रोत्साहित गर्नु।
त्यसैले प्रतिस्थापन विधेयक उपरको छलफललाई यो राष्ट्रिय सभाले अस्वीकार गरेर जानु पर्दछ भन्ने आफ्नो मत राख्न चाहन्छु। धन्यवाद। मान्य सदस्य युवराज शर्मा। सम्मानीय अध्यक्ष महोदय, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको विधेयक अध्यादेशबाट ल्याएको यो विधेयक नियम प्रक्रिया मिचेर आएको होइन, बरु त्यसमा टेकेर नै आएको हो भन्ने मेरो दृढ विश्वास। फेरि बिरालोको रङमा अल्झिनुभन्दा उसको मुसा मार्ने क्षमता अनुसार मूल्याङ्कन हुनुपर्दछ भन्ने पनि मेरो धारणा छ। सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको यो अध्यादेश आफैमा उत्कृष्ट समय सापेक्ष देखिन्छ। नेपाल ग्रे लिस्टमा परिसकेको र जन असन्तोष बढिरहेको अवस्थामा सुशासन प्रवर्धन गरी छिटो छरितो र पारदर्शी र जवाबदेहितापूर्वक सार्वजनिक सेवा प्रवाह गर्न सूचना प्रविधिको समयोचित अभ्यास गर्दै कानुन सम्मत असल शासनको प्रत्याभूति गर्न यो अध्यादेश सफल हुने देखिन्छ। अन्तमा राष्ट्रिय आवश्यकता र जनअपेक्षालाई सम्बोधन गर्न आएको अध्यादेशको समर्थन गर्दछु। अध्यादेशले निश्चित पनि सुशासन कायम गरी सम्बन्धित क्षेत्रलाई राम्रो नतिजामा लैजान सफल हुनेछ भन्ने विश्वास राख्दै बिदा हुन्छु। धन्यवाद। मान्य सदस्य इन्दिरा देवी गौतम। सम्माननीय अध्यक्ष महोदय, संसदप्रति जनताहरूले धेरै आशा अपेक्षा र भरोसा राखेका थिए। संसदको पनि प्रमुख जिम्मेवारी कानुन बनाउने नै थियो, तर हामीलाई निकै लामो समय अल्मलिँदा जनता निराश हुन थालेका कुरा हामी सबैले बोल्दै आएका पनि थियौँ। जनताले पनि विभिन्न माग राखी बारम्बार सडकमा आन्दोलन गरिरहनु पर्ने बाध्यताका साथै हाम्रा कार्यप्रणाली पनि ढिला सुस्ती झन्झटिला प्रक्रियाका कारण वर्तमान संविधानको भावना र मर्मलाई आत्मसात गर्न नसक्ने ऐन कानुनमा रहेका अन्योलतालाई समय सापेक्ष बनाउन ढिला हुँदै गएको महसुस भइ नै रहेको थियो। हामीले जनताको चाहना र आवश्यकता अनुसार मुलुकको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाबदेही, पारदर्शी र सार्वजनिक सेवा प्रवाहमा सुशासनको पूर्ण अनुभूति गराउन नसक्ने खालका कतिपय ऐन कानुनहरूलाई संशोधन गर्नुपर्ने नै थियो। वर्तमान अवस्थाको अति महत्त्वपूर्ण आवश्यकता पुरा गर्ने उद्देश्यका साथ प्रस्तुत विधेयक सुशासन व्यवस्था तथा सञ्चालन ऐन 2064, स्थानीय सरकार सञ्चालन ऐन 2074, मुलुकी फौजदारी कार्यविधि संहिता 2074, स्वास्थ्य बिमा ऐन 2074 लगायत 12वटा ऐनमा रहेका कतिपय प्रावधानलाई संशोधन गर्ने सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन भई आएको छ। यो विधेयकले राज्यको प्रशासनिक प्रणालीलाई आम नागरिकको आवश्यकता, अपेक्षा, चाहना अनुरूप सुव्यवस्थित, नतिजामुखी, प्रभावकारी कार्यान्वयन गर्नेछ। जनसेवा केन्द्रित हुने गरी नयाँ प्रवृत्तिको प्रयोग मार्फत सुशासन तथा सार्वजनिक सेवामा नागरिकलाई छिटो छरितो, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्न ई गभर्नेन्सको अवधारणा बमोजिम प्रविधिको प्रयोग मार्फत सेवा प्रवाहलाई सहज पहुँचयोग्य बनाउनेछ। संशोधन भई आएको यो विधेयक स्वागत योग्य छ। अध्यक्ष महोदय, हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पुरा गर्ने उद्देश्य लिएका थियौँ। लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट सक्षम न्यायपालिका साथै कानुनी राज्यको अवधारणाका साथै लोकतान्त्रिक मूल्य मान्यता अनुसार समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्दै अगाडि बढ्नु आजको आवश्यकता थियो। तसर्थ यो विधेयकको समर्थन गर्दछु र स्वागत गर्दछु। हस्त, धन्यवाद। मान्य सदस्य गङ्गा कुमारी बेलबासे। सम्माननीय अध्यक्षज्यू, यो सुशासन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाली ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा 12वटा ऐनलाई संशोधन गर्न ल्याइएको छ।
अध्यादेश ल्याउने परम्परा छ, संवैधानिक व्यवस्था छ र त्यसो हुँदाखेरि अध्यादेश एउटा कानुनमा एउटा अध्यादेश ल्याउने परम्परा रहेछ र विगतमा एउटा अध्यादेशमा 3टासम्म यसलाई संशोधन गर्न ल्याइएको मैले भेटाएको छु र एकपटक यो 2078 साल 4 महिना 3 गते एकै दिनमा 14वटा अध्यादेश ल्याइएको छ र यो 14वटा कानुनमा अध्यादेश ल्याइएको छ। यसो गर्दाखेरि यो सुशासन सम्बन्धीको जुन संशोधन हो यो 12वटा ऐनमा संशोधन गर्न ल्याइएको छ र सबै एकै ठाउँमा राखेर एउटा अध्यादेशको नाममा 12वटा चाहिँ ऐनलाई संशोधन गर्न ल्याउनु यो जबरजस्तीको सरकारले काम गर्न खोजेको अवस्था देखिन्छ र यसै गरेर यसमा प्रत्यार्जित गरेका अधिकारहरू छन्। एकले अर्कोलाई सुम्पिँदै जाँदाखेरि काम कहाँनिर सम्पन्न हुन्छ। यसै पनि सरकारमा मन्त्रीले सचिवले उपसचिवले अर्कोलाई गर्दै गर्दाखेरि काम गर्ने तल्लो तहकै कर्मचारी भएको पनि हामी थुप्रै ठाउँमा भेटाउँछौँ। यो कानुन बनाएरै चाहिँ कामलाई चाहिँ प्रत्यार्जित गरेर कार्यविभाजन गरिएको छ, यो ठिक भएको छैन। दिग्दर्शन बनाउने भनेको छ, के विषयमा दिग्दर्शन बनाउने हो विषय खुलेको छैन, कस्तो दिग्दर्शन बन्ने हो त्यो पनि थाहा छैन र केही ठाउँमा राष्ट्रले नीति बनाउनु पर्ने, केही ठाउँमा दलहरूले नीति बनाउनु पर्ने, जस्ता प्रमुख उपप्रमुख चाहिँ कार्यवाहक बनाउने भनेको छ उहाँहरू नभएको ठाउँमा यसमा सहमति गर्नुपर्ने, आम रूपमा सहमति गर्नुपर्ने यस्ता विषयहरूमा चाहिँ यहाँ अध्यादेश ल्याएर जबरजस्ती गरिएको छ र यतातिर आयुर्वेदिक विश्वविद्यालयमा चाहिँ विदुषी योगमाया भनेर अगाडि जबरजस्ती नाम थोपर्ने कामहरू भएको छ। उनी विदुषी हुन् कि अभियन्ता हुन्, आन्दोलनकारी हुन् कि उनी सामाजिक परिवर्तनकारी हुन्, यसमा हामीले व्याख्या विश्लेषण गर्नुपर्ने। त्यो विदुषीको अर्थ के हो र उनले अपनाउँदै आएको के हो भन्ने कुराहरू यहाँ मिलिरहेको छैन। उनी विदुषी होइनन्, एउटा आन्दोलनकारी हुन्, महिला अभियन्ता हुन्, सामाजिक अभियन्ता हुन् र उनले अग्निदाह गरेर आफूलाई सामूहिक रूपमा अग्निदाह गर्न खोजिन्। त्यसलाई सफल नभइसकेपछि उनले सामूहिक रूपमा चाहिँ जल समाधिमा गइन्। त्यसैले यस्ता अभियन्ताहरूलाई हामीले अभियन्ताको रूपमा, आन्दोलनकारीको रूपमा र उनको नाम काफी छ भन्ने कुराहरू राख्दै यसको म विरोध गर्छु र यसलाई फिर्ता गरियोस् भन्ने कुराहरू मान्य सदस्य राजेन्द्र लक्ष्मी गैरे। सम्मानीय अध्यक्षज्यू, सुशासन प्रबन्धन तथा सामाजिक लेखा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 हाम्रो बिचमा आएको छ। यसमा हामीले सुरुदेखि नै सरकार जनप्रतिनिधि प्रति उत्तरदायी हुनुपर्छ, प्रक्रियाको हिसाबले गलत छ भन्यौँ त्यो कुरा अहिले पनि स्वीकार गर्न सकिँदैन भन्ने कुरा राख्न चाहन्छु। र विशेष गरी योगमायाको कुरा उठ्या छ। हामीले इतिहासमा पढेको योगमाया, हामीले विधवा, विदुर, विदुषी शब्दहरू उस्तै सुनिन्छ। यहाँहरूले के भन्न खोज्नु भएको हो? त्यसो भएको हुनाले हामीले जसरी निडर र साहसी रूपमा उनलाई चिन्यौँ त्यसरी नै आओस् भन्ने कुरा चाहिँ राख्न चाहन्छु। पहिला पनि भनेको थिएँ, अहिले पनि। र सुशासनमा चाहिँ खास गरी सुशासनको हिसाबले कुरा गरिरहँदा मधेसको महिलाको एउटा एजेन्डा, सङ्गीता मिश्रको एजेन्डा यहाँ उठेको थियो। हामी सुशासनको कुरा गरिरहँदा मधेस मुलुकको महिला त्यो सिफारिसमा भएर योग्यता पुगेर पनि सचिव हुन नपाउने कुरा यो सुशासन हो। महिलाको हिसाबले यो कुशासन भयो, म यो भन्न चाहन्छु। अर्को कुरा, सुशासन प्रमुख अथवा न्यायालय कर्मचारी सबैको कुराहरू यहाँ उठाइरहँदा ठेक्कापट्टा, घडेरी बिक्री, मेन पावर आदि आदि सञ्चालन भएको छ। धेरै मान्छेहरू यस्ता काममा जोडिँदा सरकार अलोकप्रिय बन्दै गएको छ। त्यसले गर्दा शक्तिशाली आयोग बनाएर छानबिन गर्ने कुरा यो सुशासनमा, यो ऐनमा आएको भए राम्रो हुन्थ्यो भनेर म फेरि पनि पुनः विचार गर्नको निम्ति ध्यान आकर्षण गराउन चाहन्छु। अर्को कुरा चाहिँ
श्रम ऐन 74मा चाहिँ संशोधनलाई 58लाई 60 पुर्याइएको छ। बेरोजगार बस्न नपर्ने पूर्व खाइपाई आएकाहरूलाई फेरि निरन्तरता दिने, खाइपाई आएका नपरेका मान्छेहरूलाई पनि संरचना बनाएर पूर्व न्यायाधीशहरू पूर्व कर्मचारीहरूलाई फेरि स्थापित गर्ने र उनीहरूलाई चाहिँ निरन्तरता दिने कुरा छ। यो कुराले आर्थिक अवस्थाले नेपालले थेक्न सक्दैन। जनतामा यसको आक्रोश छ, निराशा छ। यो विषय मिलेन भन्न चाहन्छु म। यो विषयमा सरकारले विचार गरोस्। अर्को कुरा 2075 को संशोधनमा सामाजिक सुरक्षा भत्ताको वितरणमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्दा दोहोरोपन नआउने भनेको छ। हालको अवस्था के छ? आज मैले 3 वर्ष अगाडि फोटो खिचेको मेरो जिल्ला प्रशासनबाट अहिलेसम्म मेरो त्यो परिचय पत्र आएको छैन। अनि कसरी हामीले यो काम अहिले गर्न सक्छौँ? किन यस्तो खालको ढिला सृष्टि भएको छ? मान्य सदस्य डाक्टर अन्जान साक्य। सम्माननीय अध्यक्ष महोदय, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2064 भएको संशोधनले सार्वजनिक प्रशासनमा महत्त्वपूर्ण सुधारहरू ल्याउनेछ। दफा 3 पछि थपिएको दफा 3 क मा नेपाल सरकारबाट कार्य सम्पादन भएको मानिने विषयहरूको स्पष्ट व्यवस्था गरिएको छ। यस अनुसार प्रचलित कानुनमा नेपाल सरकारबाट सम्पादन हुने भनिएका विषयमध्ये तोकिएका विषयहरू नेपाल सरकार मन्त्री परिषदबाट र अन्य विषयहरू कार्य सम्पादन नियमावली वा अधिकार प्रत्यायोजन अनुसार सम्बन्धित मन्त्री वा राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतबाट सम्पादन हुनेछन्। यस्तो कार्य नेपाल सरकारबाट नै सम्पादन भएको मानिने प्रावधानले प्रशासनिक प्रक्रियालाई सरलीकृत गर्न मद्दत पुग्नेछ। दफा 15 क को उपदफा 1 मा निर्णय गर्नुपर्ने विषयसँग सम्बन्धित सूचना प्रमाण वा कागजात प्राप्त भएको 7 कार्यदिनभित्र निर्णय गर्नुपर्ने समय सीमा तोकिएको छ। यस प्रावधानले नागरिकलाई दिइने सेवाहरू छिटो र प्रभावकारी रूपमा प्रदान गर्न सहयोग पुग्नेछ। यसैगरी निर्णय नगर्ने वा पन्छाउने पदाधिकारीहरूलाई एक तहमाथिका अधिकारीले चेतावनी दिने वा पन्छाउने पदाधिकारीहरूलाई एक तहमाथिका अधिकारीले चेतावनी दिने र विभागीय सजाय नहुने पदाधिकारीलाई नियुक्त गर्ने अधिकारीले स्पष्टीकरण माग गर्ने प्रावधानले जवाफदेहिता सुनिश्चित गर्नेछ। चेतावनीको अभिलेख राख्ने र यसलाई कार्य सम्पादन मूल्याङ्कनमा आधार मानिने व्यवस्थाले सुशासन कायम गर्न उल्लेख्य योगदान पुर्याउनेछ। दफा 37 क मा नागरिकलाई प्रत्यक्ष र शीघ्र सेवा प्रवाहमा पहुँच दिन नागरिक एप बनाई लागू गर्ने व्यवस्थाले सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूलाई डेटा सङ्कलन र सेवा प्रवाहमा सहजता प्रदान गर्नेछ। यस प्रविधिको प्रयोगले सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउन मद्दत पुग्नेछ। अर्थात् नागरिक एपको व्यवस्थाले प्रविधिको प्रयोगलाई कानुनी मान्यता दिई नागरिकहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सेवामा पहुँच बढाई नागरिकहरूले सेवा लिन कार्यालय धाउनु नपर्ने भएकाले समय र खर्चको बचत हुने सुनिश्चित गर्नेछ। यो प्रतिस्थापन विधेयकले प्रशासनलाई अधिक जवाफदेही, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले ल्याएको देखिन्छ। त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन 2074 मा गरिएको संशोधनले स्थानीय तहमा नेतृत्वको निरन्तरता सुनिश्चित गर्दछ। अध्यक्ष र उपाध्यक्ष वा प्रमुख र उपप्रमुख दुवै निलम्बनमा परेमा वा कुनै पद रिक्त भएमा कार्यपालिका सदस्यहरूले आफू मध्येबाट छनौट गरेको सदस्यले कार्यवाहक भई कार्य गर्ने व्यवस्था गरिएको छ। त्यसैगरी वडा अध्यक्षको तहमा पनि त्यही प्रक्रिया छ। यस प्रावधानले पदहरू खाली रहँदा पनि कार्यहरू निरन्तर रूपमा सञ्चालन हुने सुनिश्चित गर्दछ र नागरिकहरूको दैनिक कार्यमा अवरोध हुनबाट रोक्नेछ। समग्रमा यी संशोधनहरूले सुशासन, पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहमा प्रभावकारिता बढाउन उल्लेखनीय योगदान पुर्याउने देखिन्छ। यस्ता सुधारहरूले नेपालको सार्वजनिक प्रशासनलाई अझ बढी नागरिक मैत्री र कुशल बनाउन मद्दत गर्नेछ। यो देशको हितमा छ। त्यसैले म यस विधेयकको समर्थन गर्दछु। धन्यवाद। मान्य सदस्य तारामान सुवार। अध्यक्ष महोदय, मैले हात त उठाएको थिइनँ तर नाम आयो। अब मेरो यसमा खासै भनाइ के छ भने पूर्वोक्ता मान्यज्यूहरूले जुन राख्नुभएको छ सुशासन सम्बन्धी जुन विधेयक छ, अब यो हुन त प्रतिस्थापन विधेयकको रूपमा आउनुपर्ने थियो, किनभने यो सामान्य विधेयकको रूपमा त आएको होइन। सामान्य विधेयक र
अध्यादेशबाट आएको विधेयकमा फरक छ र यसको छलफलको प्रक्रियामा पनि फरक नै देखिन्छ। त्यसकारणले यो प्रतिस्थापन विधेयकको रूपमा नै आउनु पर्थ्यो, तर यहाँ अब के भयो यो विधेयकको रूपमा नै आएको छ र यो विधेयकमा आएका कतिपय विषयहरू पूर्वोक्ता माननीय डाक्टर बेदुराम भुषाल, माननीय गोपी बहादुर सार्की अछामीले भने जस्तै हाम्रो विधायन जुन ऐन बनेको छ त्यो विपरीत भएको हुनाले पनि यसमा सच्याउनु पर्ने विषयहरू रहेका छन् र त्यसको साथसाथै अब सबै उहरू कर्मचारीलाई दिने, ब्युरोक्रेट्सलाई दिने भन्ने कुराहरू पनि अमिल्दो रहेको छ। त्यसकारणले यसमा अझै गम्भीर छलफल गरेर परिमार्जनसहित सरकारले यसलाई फिर्ता लिएर फेरि ल्याउन आग्रह गर्दै आफ्नो भनाइ यहीँ अन्त गर्छु। हस्त, धन्यवाद। मान्य सदस्य भुवनबहादुर सुनार। सम्माननीय अध्यक्षज्यू, जुन किसिमले यो सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा सम्बन्धी चाहिँ बनेको चाहिँ प्रतिस्थापन विधेयक छ त्यो आफैमा स्पष्ट छैन कि भन्ने लाग्यो। किन त भन्दा चाहिँ यो सुशासनका नाउँमा हामीले माग गरेका थियौँ, जस्तै आमाको नाममा नागरिकता भएन, आमाकै नाममा नागरिकता हुनुपर्छ भन्ने कुरो चाहिँ छैन। ओइ भ्रष्टाचारका नाउँमा सर्वोच्च अदालतले फसेला गरिसकेको विषय पनि लामो समयमा कार्यान्वयन भएको छैन। अनि हामी सुशासनको कुरा गरिरहेका छौँ र सुशासनका बारेमा विभिन्न किसिमले चाहिँ हामीले यो विधेयकहरूलाई अगाडि बढिरहेका छौँ। त्यस्तै यो निःशुल्क चाहिँ सेवा उपलब्ध गर्दाखेरिमा राजस्वमा चाहिँ त्यसले के असर पार्छ भन्ने बारेमा पनि हामीले चाहिँ ध्यान दिएका छैनौँ। त्यस्तै यो पटक पटक आइरहेको छ योगमाया विश्वविद्यालयलाई चाहिँ अगाडि फुर्का जोडेर किन विदोषी भन्न पऱ्यो, फेरि त किन चाहिँ हिमालयन ट्रेड राख्नु पऱ्यो अन्त यस्ता फुर्का किन जोडियो, यो कुन स्वार्थका कारणले यहाँ जोडिएको छ र यी कारणले गर्दा यो चाहिँ प्रतिस्थापन विधेयक उचित छैन, यसलाई फिर्ता लिनुपर्छ भन्ने मेरो चाहिँ भनाइ हो। हस्, धन्यवाद। मान्य सदस्य गोपाल भट्टराई। सम्माननीय अध्यक्षजी, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा हामी छलफल गर्दैछौँ। यो प्रतिस्थापन विधेयकमा खास गरेर यो विधेयक सार्वजनिक सेवामा देखिएका समस्याहरू, एउटा फाइल गयो भने महिनौँ वर्षौँ अड्किने र काम गर्ने मान्छेहरूले काम छोडेर भाग्ने, यस्तो अवस्थालाई व्यवस्थित गर्नको निम्ति एउटा चाहिँ सार्वजनिक सेवाको निम्ति छिटोभन्दा छिटो 1 हप्ताभित्र फाइललाई अगाडि बढाइसक्नुपर्ने भन्ने एउटा व्यवस्था ल्याएको छ। त्यो असाध्यै अहिलेको आवश्यकता अनुसार आएको छ। अब विदेशमा रहेका नेपालीहरू जसले यहाँ अलि लामो समय बस्ने, यहाँ लगानी गर्ने, अहिले लगानी नभित्रिरहेको अवस्थामा उनीहरू लगानी भित्राउन तत्पर रहेको अवस्थामा उनीहरूलाई झन्झटिला प्रक्रियाहरूले गर्दा अब उनीहरूलाई परिवारलाई यहाँ 10 वर्षसम्म बस्नको निम्ति व्यवस्था गर्ने कुरा यो असाध्यै उपयुक्त छ। किनभने भोलि उनीहरूलाई यता आकर्षित गरेर त्यहाँ सिकेका सिपहरू, त्यहाँ कमाएको सम्पत्ति, त्यसलाई यहाँ ल्याएर चाहिँ काम गर्ने वातावरण सिर्जना हुने भएको हुनाले पनि यो असाध्यै
आवश्यक थियो। अब यी सबै कुरा त यो 3 मिनटमा भन्न भ्याइँदैन। यी नमुनागत कुराहरू मैले चाहिँ राख्न चाहन्छु। यो सामाजिक सुरक्षा मा हुने व्यवस्था, यो राष्ट्रिय परिचय पत्र लागू गरेपछि करिब 3-4 अरब चाहिँ पैसा चाहिँ कम लाग्यो भन्ने चाहिँ सुनियो। यो दोहोरो नागरिकता लिने, दोहोरो चाहिँ सुविधा लिने कुराहरू पनि छन्। त्यसो भएर यसलाई चाहिँ छिटोभन्दा छिटो परिचय पत्र बनाउने कुरामा ध्यान दिनुपर्छ सरकारले, तर यसलाई चाहिँ लागू गर्नुपर्छ भन्ने मलाई लाग्छ। अर्को यो उमेर हदको कुरा छ। अब 48-49 वर्ष सरदर आयु हुँदा भएको उमेरलाई अहिलेसम्म त्यो उमेर हद राख्नु बेठिक थियो। त्यो चाहिँ अब 71-72 वर्ष पुगिसकेको छ। त्यसो भए हुनाले 60 वर्ष पुर्याउने कुनै ठुलो कुरो होइन। यति कुरा राखेर यसलाई मान्य सदस्य रेणुचन्द। सम्मान्य अध्यक्ष महोदय, अघि यहाँ रुलिङको क्रममा यो प्रतिनिधि सभाबाट उत्पत्ति भएको भन्ने आयो। यो प्रतिनिधि सभाबाट उत्पत्ति भयो कि अध्यादेशबाट उत्पत्ति भएको? मेरो विचारमा यो अध्यादेशबाट उत्पत्ति भएको र दुईटै हाउसबाट पास भएर आएको हुनाले यो नियमावली 93 फेरि एकचोटि गम्भीरतापूर्वक सबैले हेर्नु पर्यो भन्ने म आग्रह गर्न चाहन्छु। हामी सत्तापक्षमा छौँ अथवा विपक्षमा छौँ भन्ने कुरा पछि मान्य राख्छ। हामी राष्ट्रिय सभाका सदस्य हौँ र आफ्नो संसदीय ड्युटीबाट बेइमानी गर्न हामीले पाउँदैनौँ। यो सुशासन प्रवर्धन गर्ने भनेर यो ल्याएको भन्ने छ। मेरो अर्को प्रश्न के छ भने यो अब प्रतिस्थापन विधेयक हो कि यो नर्मल विधेयक हो? यो नर्मल विधेयकको रूपमा यहाँ प्रतिस्थापन लेखिएको देखिएन। नर्मलै हो भनेपछि अब यो विधान समितिमा जान्छ कि जान्दैन? र सुशासन प्रवर्धन गर्ने कुरा गरेको छ। अब अध्यादेशबाट कानुन बनाउने, सदन छल्ने, 12वटा ऐन संशोधन गर्ने, संसदको अधिकार एक्सर्साइज गर्नबाट वञ्चित गराउने। सामान्य प्रधानमन्त्रीज्यूलाई त सदनमाथि खासै विश्वास छैन। 2 चोटि उहाँले सदन विघटन नै गर्नुभएको हो र पछिल्ला चोटि 6-6वटा अध्यादेश ल्याएर अझ पनि उहाँलाई संसदीय अभ्यासप्रति विश्वास छैन भन्ने पुनर्पुष्टि गर्नुभएको छ। तर पब्लिकलाई त आफ्नो सांसद र आफ्नो जनप्रतिनिधिमाथि विश्वास छ। उसले त कानुन यही जनप्रतिनिधि मार्फत बनाउने हो। सदन र संसदको अधिकार कटौती गराएर कस्तो र कसरी सुशासन प्रवर्धन हुन्छ? द मर्निङ सोज द डेज भने जस्तै विधेयकको नाम लेख्ने ढङ्ग त पुर्याइँदैनन्, कहाँबाट सुशासन कायम हुन्छ? त्यसैले यो सार्वजनिक सेवा लागू हुने विश्वास त खासै पत्यार लाउन सकिएन। यो गतिविधिले गर्दाखेरि यो प्रक्रियागत रूपमा संसदीय अभ्यासको विपरीत रहेकोले यसलाई अस्वीकार गर्दछु। धन्यवाद। मान्य सदस्य विष्णुबहादुर विश्वकर्मा। सम्माननीय अध्यक्ष महोदय, सुशासन प्रवर्धन तथा सामाजिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई शोषण गर्न बनेको विधेयक 2081 माथि हामी छलफल गरिराखेका छौँ। मैले यो 2-3वटा विषयमा मात्रै राख्न खोजेको छु। र सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2064 मा संशोधन गरेको छ। उक्त ऐनको दफा 3 पछि 3 क थपिएको छ। यसो हेरेँ मैले त्यसमा, त्यहाँ नेपाल सरकारले अधिकार प्रत्यायोजन गरेपछि मन्त्रीले अधिकार प्रत्यायोजन गरेपछि अनि विशिष्ट श्रेणीको अधिकृतले कार्य सम्पादन गरेको कुरालाई नेपाल सरकारले गरेको मानिनेछ भन्ने लेखिएको छ। यसो हेर्दाखेरि त्यो त अराजकता, बेथिति र मनपरी निम्त्याउँदैन भने त्यसले अब त्यो त तल सर्दै तल जाँदाखेरि कनिष्ठसम्म पनि पुग्ने होला नि त। यो अब यसले सरकारको कर्तव्य, अधिकार र हैसियत कहाँ पुर्याउँछ होला? यो चिन्ताको विषय हो। अर्कोतिर मुलुकी ऐन फौजदारी कार्यविधि संहिता 2074 संशोधन गरेर दफा 115 को उपदफा 1 को सट्टा उपदफा 1 थपिएको छ। त्यहाँ पहिलो पटकको कसुरदारलाई 1 वर्षसम्मको कैद सजायलाई नगद तिरेमा उन्मुक्ति पाउने बनाइएको छ। यसले
अब कैद र नगद जरिमानालाई कैदसँग तुलना गर्न मिल्छ कि मिल्दैन? अपराधीलाई एक दिन भए पनि जेल हाल्नुपर्छ, कैद गर्नुपर्छ, छुट्किन। यसले अनि मण्डले प्रवृत्तिको पुनरावृत्ति गराउँदैन भने यसले, त्यसैले नगद पैसा हुनेले जे पनि गर्न पाइन्छ भन्ने व्यथिति र बेइमानीलाई प्रोत्साहन गर्छ यसले। त्यसैले यो विधेयक जनपक्षीय छैन। अर्कोतिर योगमाया आयुर्वेद विश्वविद्यालय ऐन 2079लाई संशोधन गरेर योगमायाको नामको पछाडि हिमालयन थपियो। त्यो किन थपियो? के आपद विपद आइपर्यो योगमाया विश्वविद्यालयको नाम परिवर्तन नगरिनु हुने? यसले कसैको स्वार्थ सिद्धिको चाकरी त गरेको छैन, हामीले फर्केर हेर्नुपर्छ। अनि हिमालयनको व्याख्या किन गरिएन, परिभाषा किन गरिएन, विदुषीको परिभाषा किन गरिएन? यसभित्र केही न केही छलकपट देखिन्छ। यसैको दफा 7 उपदफा 2 यहाँ 1 यहाँ 2 थपिएका छन्। यहाँ 1 मा 1 जना महिलासहित 2 जनाको सट्टा 3 जना बनाइएको छ। यहाँ 2 मा 2 जना महिलासहित 4 जना भनेर बनाइएको छ। साबिकको ढमा 1 जना महिलासहित 3 जना भन्ने व्यवस्था गरिएको छ। मान्य सदस्य शारदा देवी भट्ट। अध्यक्ष महोदय, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाली ऐनलाई संशोधन गर्न बनेको विधेयकहरूको म पूर्ण समर्थन गर्न चाहन्छु। जस्तै भिसा सम्बन्धी, सुशासन सम्बन्धी, नागरिकता सम्बन्धी अन्य थुप्रै नेपाली ऐनलाई मान्यता कानुनी महत्त्वको साथ यो विधेयक आएकोले यसलाई म पास गर्न अनुरोध गर्दछु। धन्यवाद। मान्य सदस्य सुरेश कुमार आलेमगर। सम्माननीय अध्यक्ष महोदय, अध्यादेशलाई प्रतिस्थापित गर्ने उद्देश्य ल्याइएको एउटा विधेयक जसमा केही लेखिएको छैन, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको बारेमा धेरै लामो भन्नको लागि त हामीसँग समय छैन, त्यसैले छोटोमा भन्नुपर्नेछ र सिधै टक्क सम्बन्धित विषयमा जाँदाखेरि म के भन्न चाहन्छु भन्दाखेरि मुलुकी ऐन फौजदारी कार्यविधि संहितालाई संशोधन गर्नका लागि जुन एउटा प्रावधान आएको छ कैद बाबत रकम तिर्न सकिने, भर्खरै विष्णुमान्यज्यूले भन्नुभयो जस्तै त्यसले पैसा र धनाढ्यहरूलाई जेल जानबाट वञ्चित गर्नेछन्। अपराध जघन्य अपराधको सन्दर्भमा त सायद नहोला, तर सानो सानो अपराधको सन्दर्भमा पनि जसलाई जेल जानुपर्ने हुन्छ, जेलै जाक्नुपर्ने हुन्छ, ती मान्छेहरू त कहिले पनि जेल नजाने भए, पैसा तिर्दिन भए, जेल जानबाट बस्ने भए त त्यसले झन् अपराधलाई प्रोत्साहित दिन्छ होला, उत्साहित गर्छ होला भन्ने मलाई पनि लाग्दछ। त्यसैले यो ठिक छैन। हामीले जुन भन्ने गरेका थियौँ, यो सरकार पुँजीपतिहरूको, धनाढ्यहरूको, बिचौलियाहरूको, दलालहरूको आड भरोसाबाट निर्माण भएको थियो। यो हाम्रो यो भनाइलाई यो प्रावधानले पुष्टि गर्छ भन्ने मलाई लाग्दछ। त्यसै गरी अर्को स्वास्थ्य बिमा ऐन अन्तर्गत जुन कार्यकारी निर्देशक छ, यो कार्यकारी निर्देशक भनेको के हो? बोर्ड मेम्बर हो भने सायद कार्यकारी निर्देशक, एक्जिक्युटिभ डाइरेक्टर भन्ने हुँदैन होला, प्रबन्धन निर्देशक अथवा म्यानेजिङ डाइरेक्टर भन्नुपर्ने हुन्छ होला। यदि कार्यकारी निर्देशक हो भने त्यो त एउटा कर्मचारी हो, सञ्चालक होइन। यहाँ यसले सच्याएको छैन। त्यसै गरी योगमा विश्वविद्यालय भन्ने सम्बन्धमा पनि थुप्रै मानिसहरूले भन्नुभयो जस्तै एउटा त म पनि के भन्न चाहन्छु भन्दाखेरि यो नाम थपेर विभिन्न फुर्काहरू बाँधेर किन ल्याइयो एउटा कुरा। अर्को फेरि योगमा विदुषी हुनुहुन्थ्यो कि अभियन्ता हुनुहुन्थ्यो कि वीराङ्गना हुनुहुन्थ्यो कि यो कुरा यथावत छोडिदिएको भए हुन्थ्यो, यो यहाँ भनिएको छैन। त्यसैले यो किन ल्याइयो एउटा कुरा छ। अर्को चाहिँ यो भ्रष्टाचारीलाई कारवाही गर्ने सम्बन्धमा हुन त ऐनहरू पनि छन्, त्यो बारेमा यहाँ सायद भन्नुपर्ने छैन होला, भनेर पनि होला। तर कुरो के हो त भन्दाखेरि भ्रष्टाचारीहरूलाई अघिल्लो सरकारले, आदरणीय अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वको सरकारले जुन तीव्र गतिमा कारवाही गरेको थियो त्यतातर्फ यसले कुनै कदम चालेको छैन र यो विधेयकले पनि केही कदम चाल्ने देखिँदैन। त्यसै गरी यस अब रूपपछि हेर्दाखेरि त
यसको ठिकै नै होला, तर सारमा जाँदाखेरि यो बिल्कुल बेठिक छ, प्रक्रियाले मिचेको छ। त्यस कारणले यो विधेयक, यो जुन अहिले यहाँ विधेयक यहाँ आएको छ, यो विधेयक ल्याउनुको नियत पनि ठिक नभएको हुनाले यो विधेयकलाई अस्वीकृत गरियोस् भन्ने माग जोरदार रूपमा राख्न चाहन्छु। धन्यवाद। मान्य सदस्य घनश्याम रिजाल। सम्माननीय अध्यक्ष महोदय, हामी सुशासन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक 2021 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरिरहेका छौँ। यो विधेयक जनपक्षीय छैन भन्ने कुरा पूर्ववक्ता धेरै मान्यहरूले यहाँ भनिसक्नु भएको छ। यो विधेयकमा 2064 को दफा 21 को 3 मा संशोधन गरेर यो काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई पनि के चाहिँ मन्त्रीले पनि त्यसमा चाहिँ निर्देशन दिन नपाउने, सचेत गराउन नपाउने भनेर चाहिँ मुख्यमन्त्रीलाई नै यसको चाहिँ अधिकार दिएको छ, मुख्यमन्त्रीलाई यसको जिम्मेवारी चाहिँ नि दिएको छ। यसले कर्मचारी तन्त्रमा भएको व्यथितिलाई झन् बढावा दिने देखिन्छ। त्यसैले गर्दाखेरि पनि यो विधेयक ठिक छैन। यो गैर आवासीय नेपाली सम्बन्धी ऐन 2064 को दफा 2 को खण्ड क को परिभाषा क को एउटा क 3 मा विदेश बस्ने नेपाली नागरिकलाई पनि गैर आवासीय नेपाली भनेको छ। यसमा स्पष्ट के लेखिएको छैन भने यो चाहिँ नि अस्थायी रूपमा विदेश बस्ने हो कि स्थायी रूपमा विदेश बस्ने हो। कामका सिलसिलामा, पढाइका सिलसिलामा विदेश बस्नेलाई पनि गैर आवासीय नेपाली भन्न खोजेको हो कि के हो, यो स्पष्ट छैन। त्यसै गरी कसुरजन्य सम्पत्ति तथा साधन रोककार नियन्त्रण जफत 2070 को दफा 26 को पछि 26 क थपेर कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागलाई अदालतले प्रयोग गर्ने अधिकार समेत यसलाई चाहिँ नि दिन खोजिएको छ। यसले अदालतको क्षेत्र अधिकारभित्र समेत प्रवेश गर्न खोजिएको छ। त्यसैले गर्दाखेरि यस्ता प्रावधानहरू छन् जसले यो विधेयक जनपक्षीय छैन। अघि नै धेरै पूर्ववक्ता मान्यज्यूहरूले भने जस्तै बिचौलिया र दलालहरूको सेवा गर्ने ढङ्गले यो विधेयक आएको छ। त्यसैले यसलाई स्वीकार गर्न सकिँदैन। म यो सरकारले यो विधेयकलाई फिर्ता लगोस् र पुनः यो विधेयक चाहिँ विधायन समिति मार्फत, यो संसद मार्फत छलफल गरेर पुनः अगाडि बढाउन पहल कदमी दियोस् भन्ने भनाइ राख्छु। धन्यवाद। मान्य सदस्य श्रीकृष्ण प्रसाद अधिकारी। सम्माननीय अध्यक्ष महोदय, यो एकैचोटि 12 वटा ऐनलाई संशोधन गर्न प्रस्ताव गरिएको यो अध्यादेशबाट प्रतिस्थापन विधेयक एकैपटक यति धेरै ऐन संशोधन गरी प्रभावकारी ऐन बनाउनको लागि संसदीय विधिगत छलफलको यथेष्ट समयको आवश्यकताबाट यो वञ्चित गरिएको छ। सरकार परिपक्व कानुन बनाउन होइन, संसदीय सर्वोच्चता र प्रत्याशित विधायनमा विधायकी भूमिका खुम्च्याएर संसदलाई काबुमा पार्न उद्यत रहेको देखिन्छ। सम्माननीय अध्यक्ष महोदय, यो विधेयकमा रहेका प्रावधानहरू हेर्दा गैर आवासीय नेपालीहरूको परिचय पत्र र भिसाको विषय दुविधायुक्त र अन्तर्विरोधी छ। दफा 2(1) खण्ड क को 2 मा नेपाली मूल केलाई भन्ने, साबिकमा नेपालको नागरिक रहेकोमा नेपालको नागरिकता त्याग गरी विदेशी राष्ट्रको नागरिकता लिएको व्यक्ति भनी कतै किटान भएको देखिँदैन। विधेयकले गैर नेपाली नागरिकका लागि समस्या सिर्जना गर्दछ। यस विधेयकमा स्वास्थ्य बिमा ऐनको संशोधन स्वार्थ प्रेरित भएर आएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 मा भएको संशोधनले अपराधलाई प्रोत्साहन गर्नेछ। शिक्षा क्षेत्रको चासोको रूपमा रहेको विद्यालय शिक्षा विधेयक छलफलमा रहेको र यसलाई शीघ्र समितिबाट संसदमा पेश गर्न मिहिनेत गर्नुपर्ने बेलामा शिक्षक सेवाको निवृत्ति भरण संशोधन गर्न जायज छैन। शिक्षकहरू समेत यो प्रावधानको विरोधमा रहेको अवस्था छ। ऐन कार्यान्वयनको लागि अघि बढ्नुपर्नेमा योगमायाको नाममा राखिएको आयुर्वेद विश्वविद्यालयको नाम परिवर्तन कुनै पनि आधारबाट चाहिँ उपयुक्त आधारहरू छैन। सम्माननीय अध्यक्ष महोदय, सरकारले यो चाहिँ विधेयक
प्रतिस्थापन विधेयक फिर्ता लिएर पुनः विधायकीय अधिकार सहित अर्को विधेयक ल्याउनको लागि सुझाव दिन चाहन्छु। धन्यवाद। माननीय सदस्यहरू, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न विधेयक 2081 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा माननीय सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। माननीय सदस्यहरू, अब म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन समय उपलब्ध गराउँछु। सम्माननीय अध्यक्षज्यू, अहिले हामी सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 माथिको सैद्धान्तिक छलफलको क्रममा यहाँ उपस्थित छौँ। 19 जना मान्यहरूले आफ्नो धारणा राख्नु भएको छ। आफ्नो धारणा राख्नुहुने सबै मान्यहरूलाई म धन्यवाद दिन चाहन्छु। उहाँहरूको विचारप्रति म सम्मान व्यक्त गर्न चाहन्छु। धेरै मननीय विचार राख्नु भएको छ। तर म यो छलफलकै क्रममा यहाँ उपस्थित हुँदाखेरि फेरि पनि यसबारेमा हामीले लामो छलफल चलाइसकेका छौँ। अस्तिको यो विधेयक अस्वीकार गरियोस् भन्ने प्रस्तावमा नि हामी छलफलै गरेका छौँ। त्यस कारणले मैले लामो कुरा भनिराख्नुपर्छ जस्तो लाग्दैन। अब यो कहाँबाट मैले सुरु गर्छु भने थोरै धेरै मान्यले उठाउनु भएको विषय एउटा चाहिँ गैर आवश्यक नागरिकता सम्बन्धी थोरै कुरा उठाएको छ। यहाँनिर योगमयको बारेमा धेरैले उठाउनु भएको छ। त यसमा चाहिँ म के भन्न चाहन्छु भनेदेखि यो तपाईँले देख्नुभयो एक थरी साथीहरूले योगमय विश्वविद्यालयको नाम चाहिँ परिवर्तन गरेको कुरा गाँडमाथिको खटिरा जस्तो ठान्नुभयो तपाईँले। हामीले के ठान्यौँ, सत्ता पक्षले के ठान्यो, सरकारले के ठान्यो, यो विधेयक प्रस्ताव यो मैले पनि के ठाने भनेदेखि यो हामीलाई त यो फुलमाथिको बुट्टा जस्तो सुनमाथिको सुगन्ध जस्तै लागिरहेछ। मेरो उत्तर यति हो यसमा। अर्को कुरा चाहिँ म के भन्न चाहन्छु भने हाम्रो चाहिँ यो प्रतिपक्षमा बसेपछि अझ कहिले कोही प्रतिपक्ष, कहिले को सत्तापक्ष, कहिले को सत्तापक्ष, कोही प्रतिपक्ष आह्वान भइरहन्छ। मैले यो सामान्य कुरा गरेको कसैप्रति इङ्कित भन्दा पनि हाम्रो एउटा चाहिँ स्वभाव के रहेछ, प्रवृत्ति के रहेछ हाम्रो चाहिँ या त यो प्रणालीको भन्दाखेरि यो यसको बारेमा चाहिँ भन्दाखेरि मैले अस्ति पनि प्रतिनिधि सभा पनि कुरा उठाएको थिएँ होइन। एउटा उदाहरण दिन चाहन्छु म। त्यो उदाहरण दिएपछि काफी हुन्छ भन्ने लाग्छ मलाई। त्यस कारणले धेरै उत्तर दिइराख्नुपर्छ भन्ने लाग्दैन। 25-26 सालतिर पृथ्वीनारायण क्याम्पस पोखरा चाहिँ म धेरै अञ्चलबाट विद्यार्थीहरू पढ्न आउने, होस्टेल सानो भएको विद्यार्थी होस्टेलमा बस्न सक्ने, सबै बाहिर डेरा गरेर बस्ने विद्यार्थी सबै चाहिँ पोखरा होटल बन्ने थियो। हाम्रो एकजना चाहिँ नेवर दाईको त्यो पोखरा होटलमा खाना खाने रहेछन् उनीहरू महिनावारी। खाना खाने रहेछन् महिनावारी, खाना खाने ती विद्यार्थीहरू मध्ये एकजना चाहिँ विद्यार्थी जहिले पनि खाना खाइसकेपछि चुट्न जाने बेलामा, टेबलबाट उठ्ने बेलामा आज चाहिँ खाना अलि गिलो भयो भन्ने, कहिले खाना अलि चाहिँ साह्रो भएछ भन्ने, कहिले नुन किन चर्को गरेको आज भन्ने, कहिले आज नुन अल्लो भयो भन्ने, कहिले पिरो भयो भन्ने, कहिले दाल पातला भयो भने कहिले दाल बाक्लो, एउटा चाहिँ दोष लगाइरहने भन्ने रहेछ उनको। अनि सबै साथीहरूलाई पनि दिक्क लाग्यो। अनि होटलवाला पनि दिक्क लाग्यो। अनि होटलवाला ती दाइ र चाहिँ अरू साथीहरू उहाँहरूसँग खाना खाने सँगै पढ्ने साथीहरू चाहिँ सल्लाह गरेछ कि आज यसले चाहिँ कुरा काट्नै नपाउने ठाउँ चाहिँ एउटा बनाउँ त। खाना पनि गिलो र चाहिँ तपाईँ गिलो पनि नबनाउने, सार पनि नहोस्, ध्यान दिने, दाल पनि चाहिँ साह्रै पातलो नहोस्, बेसरी बाग्लो नहोस्, यसले भने जस्तो नुन चर्को पनि नहोस्, अल्न पनि नहोस्, खोर्सानी पिरो पनि नहोस्, कम पनि नहोस्, सबै कुरा मिलाएर पकाउनुहोस्। हामी पनि सँगै खान्छौँ, हेर्छौँ यसले के भन्दो रहेछ आज भनेर भनेको।
त्यस्तै बनाएछ खाना, खाइसक्यो सबै उठ्ने बेलामा त्यो साथीले के भनेछ फेरि भने आज पनि एक ढिका नुन बढी हाल्यो भए नुन त चर्कै हुन्थ्यो भन्छ। हो त्यो साथी र चाहिँ प्रतिपक्षीको आफ्नो भनाइको कुरामा कुनै फरकै छैन। एउटा चाहिँ तपाईँ दोष लगाइराख्ने, एउटा चाहिँ समस्या देखाइराख्ने, एउटा चाहिँ तपाईँको गलत छ भन्ने कुरा देखाइरहने त प्रतिपक्षको धर्मै रहेछ। त्यसैले त्यसको पनि धेरै चाहिँ ओखति छैन भन्ने लाग्छ मलाई चाहिँ होइन। र हामीले सबै चाहिँ हामीले ल्याएको विधेयकहरू जस्तो 12वटा चाहिँ ऐनमा हामीले संशोधन गऱ्यौँ। किन संशोधन गऱ्यौँ भनेदेखि हामी सबैलाई थाहा छ नि, यता बसे पनि यता बस्नेहरूको नि यता बस्नेहरूको सबैको चाहिँ साझा चाहिँ शत्रु भनेको कुशासन हो। यो कुशासन या जनतालाई चाहिँ तपाईँ सार्वजनिक सेवा प्रवाह गर्न नसकिने चाहिँ परिस्थिति, नहुने परिस्थिति जुन खालको बनिएको छ र नेपालको यी विद्यमान कानुनहरूले चाहिँ सुशासन कायम गर्ने कुरामा जुन खालको अवरोध सिर्जना गरिरहेको छ, द्वन्द्व चाहिँ सिर्जना गरिरहेको छ, अन्तर चाहिँ द्वन्द्व सिर्जना गरिराखेको छ र एक बाधा व्यवधान चाहिँ उत्पन्न गरिरहेको छ, समस्या उत्पन्न गरिरहेको छ। त्यसलाई चाहिँ कमसेकम कतिवटा चाहिँ ऐन विद्यमान ऐनमा संशोधन गरेर चाहिँ यो अध्यादेश ल्यायो, यो प्रतिस्थापन विधेयक ल्यायो भन्नुभन्दा पनि कति धेरै आवश्यकता रहेछ भन्ने कुरा हामीले बुझ्नुपर्छ। त्यति धेरै ऐन कानुनहरू चाहिँ हाम्रो सुशासनलाई बाधा रहेछ भन्ने कुरा मध्यनजर राखेर हामीले चाहिँ यो सबै चिज ल्याएको। अब म चाहिँ अनुरोध के गर्न चाहन्छु भने त्यस कारणले यो त यहाँ चाहिँ तपाईँको आनी छोइङ डोल्माले चाहिँ एउटा गीत गाउनु भएको छ, फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। हामीले त सरकारलाई त यो विधेयकमा ल्याएको जे प्रावधानहरू छ सबै फुलै फुल देखाएको छ हामीले। तपाईँहरू सबै यो काँडै देख्नु भएको छ, त्यो मिलन कहाँनिर हुन्छ? साँच्चै यो काँडै छ त? बिल्कुल होइन त्यो। हामीले त यो सबै कुरा राम्रै गर्न ल्याएको। नागरिक एप चाहिँ अहिलेको आधुनिक प्रविधि प्रयोग गर्यो भने हाम्रो चाहिँ सार्वजनिक सेवा अझ प्रभावकारी, अझ छिटो, अझ छरितो, अझ चाहिँ मितव्ययी हुन्छ भनेर ल्याएको कुरा सुशासनको लागि त्यो आवश्यक कुरा हो कि होइन? त्यसमा विरोध किन? मैले त्यहीँनिर भनेको छु, विरोध गर्नुपर्ने ठाउँ मैले देख्थिनँ त्यसमा पनि। अनि नागरिकता यो चाहिँ गैर आवासीय नेपालीहरूको थप परिभाषा गरेको, एउटा चाहिँ गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिहरू, एउटा चाहिँ नेपाली मूलका विदेशी नागरिकहरू, एउटा चाहिँ नेपाली नागरिक जो विदेशमा बसेका नेपाली नागरिक, विदेशमा बसिरहेको नेपाली नागरिक नेपालमा आउँदाखेरि भिसाको चाहिँ प्रबन्ध भिसाको चाहिँ लागि टन्टै गर्नु परेन, निःशुल्क सशुल्क भन्नै परेन। बाँकी दुईवटा परिचय पत्र प्राप्त विदेशी नेपाली मूलका विदेशी नागरिक र गैर आवासीय नागरिकता प्राप्त व्यक्तिहरू चाहिँ नेपालमा आउँदाखेरि त भिसै लिएर आउनुपर्छ नि, हामी भ्रम नपराउँ न। गैर आवासीय नागरिकताको व्यवस्था किन गर्नु परेको? तपाईँ हामीले प्राप्त गर्ने जस्तो जेनरल चाहिँ नागरिकता होइन, त्यो विशेष सुविधा मात्रै दिएको छ नागरिकता हो। त्यस कारणले त्यो नागरिकता नेपालको लागि चाहिँ आउँदाखेरि प्रयोग गर्ने उसको देशमा बसेको त उसले या त चाहिँ ग्रिन कार्ड पायो होला, या चाहिँ पर्मानेन्ट भिसा रेसिडेन्सको चाहिँ भिसा पायो होला, या केही पायो होला। ऊ यहाँ आउँदाखेरि चाहिँ तपाईँको अहिले युकेमा बस्यो होला, अमेरिकामा बस्ने सबै मान्छेले भिसै लिएर आउँछ नि यहाँ। त्यो हाम्रो गैर आवासीय कार्ड देखाएर चाहिँ उनको सरकारले जहाँको चाहिँ ऊ नागरिक बनिसकेको छ, जहाँको पिआर बनाएको छ, छोड्छ र उसले छोड्दैन नि। त्यस्तो व्यक्ति दुईवटा प्रकारको व्यक्तिहरू, परिचय पत्र प्राप्त नेपाली मूलका विदेशी नागरिकहरू र गैर आवासीय नेपाली को प्रमाणपत्र प्राप्त व्यक्तिहरू जो चाहिँ भिसा चाहिन्छ नेपालमा। भिसा आउँदाखेरि त्यो भिसा चाहिँ 10 वर्षमा निःशुल्क गरौँ न, किनभने चाइनाले भन्यो नि थाइल्यान्डको नागरिकहरू सबैलाई भिसा निःशुल्क, या अमेरिकन या भन्छ नि आफ्नो चाहिँ टुरिज्मको प्रवर्धनको लागि या आफ्नो चाहिँ मुलुकमा चाहिँ लगानीको प्रवर्धनको लागि उनीहरूले त्यस्तो प्रावधान राखिराखेको हुन्छ त्यो आकर्षण गर्नको लागि। हामीले पनि हाम्रो मुलुकमा चाहिँ पर्यटनको प्रवर्धन गर्नुपर्ने छ, हाम्रो देशमा हाम्रो चाहिँ गैर आवासीय नेपालीहरूको लगानीलाई प्रवर्धन गर्नुपर्ने छ, उनीहरूको लगानीलाई आकर्षण गर्नुपर्ने छ। त्यसो उनीहरूलाई के भन्ने भने उनीहरूलाई केही न केही सुविधा दिउँ ताकि नेपालप्रतिको उनीहरूको इमोसनल अट्याचमेन्ट कायम भइरहोस्, उनका परिवारहरू धेरै आइरहने परिस्थिति बनोस्। यहाँ आउँदाखेरि हाम्रो टुरिज्मको प्रमोसन हुन्छ र हाम्रो लगानी प्रवर्धन गर्ने पनि हुन्छ। उनीहरूले त्यहाँ आर्जन गरेको पुँजी, प्राप्त गरेको सिप, अनुभव सबै चाहिँ नेपालको चाहिँ विकासमा लगानी गर्ने परिस्थिति बन्यो भने त्यो मुलुकलाई धेरै राम्रो हुन्छ भन्ने कुरा गलत छ र हामी सबैले चाहिँ प्रतिपक्ष तपाईँ सबैले मुलुकको चाहिँ समृद्धि खोजे होइन, हामीले खोजेकै छौँ। समृद्धिको विरुद्ध हामी कोही पनि छैनौँ। विदेशी लगानी नेपालमा गैर आवासीय नेपालीको लगानी नेपालमा प्रवर्धन गर्नुपर्छ भन्ने कुरा हामी सबैको सहमति नै हो। हामी कोही असहमत होइन, ल्याउनु हुँदैन भने कोही पनि छैनौँ हामी।
अनि सत्ता पक्षले ल्यायो भने यसको विरोध गर्नुपर्छ भनेको मैले कुतुक नदेखाएको त्यस कारणले मैले चाहिँ तपाईँहरूको चाहिँ आँखामै काँडा छ त अनि काँडै देख्नुहुन्छ भनेर भनेको मैले। त्यसो भएर यो सबै चिजलाई चाहिँ प्रवर्तन गर्न हामीले ल्याएको। अब अर्को कुरा चाहिँ के छ भनेदेखि आजको यथार्थ त हो नि, यहाँ मन्त्री भएको के अरे मान्यज्यूहरू हुनुहुन्छ, मान्यहरू हुनुहुन्छ, कोही चाहिँ तल चाहिँ पालिकाको अध्यक्ष प्रमुखहरू भएर पनि आउनुभएको होला, कोही प्रदेशको मन्त्री भएर पनि आउनुभएको होला, कोही विभिन्न ठाउँमा चाहिँ काम गरिराख्नु भएर गरेर आउनुभएको छ, सार्वजनिक सेवा प्रभावको ठाउँमा बसेर आउनुभएको छ। तर आजको हाम्रो समस्या के हो? पहिला भएन समस्याको एउटा मान्छेले चाहिँ कति बेला सन्दर्भमा चाहिँ नागरिकता लिनुको लागि या केही चाहिँ कुनै कागजात चाहिँ लिनको लागि चाहिँ उसले चाहिँ महिनौँ कुर्नुपर्छ, थकाइराखेको हुन्छ, त्यहाँ चाहिँ तपाईँको के अरे आर्थिक चलखेल पनि भइराखेको हुन्छ, सारा हुन्छ। संविधानमा चाहिँ व्यवस्था गरेको चाहिँ के अरे कानुनमा संविधानमा तोकिएको चाहिँ काम बाहेक अरू काममा चाहिँ अब चाहिँ कुनै पनि पदाधिकारीले अधिकारीले त्यो जनताको समस्या उसको चाहिँ टेबलमा पुगेको चाहिँ 7 दिनभित्र पुरा गर्नुपर्छ। 7 दिनभित्र पुरा गर्न सकेन भने त्यसको कारण तिमीले दिनुपर्छ। र त्यो 7 दिन भनेको चाहिँ वर्किङ 7 डेज भने हो, त्यो कहिले कहिले 3-4 दिन बिचमा ग्याप भयो भने त्यो पनि भने होइन भनेर चाहिँ हामीले यो 7 कार्यदिनको चाहिँ प्रबन्ध गरेर यो 7 दिनभित्र चाहिँ सेवा प्रवाह गर्नुपर्छ भन्ने कुरा हामी सबैले चाहिँ खोजेको होइन। सेवा प्रवाह छिटो दिनुपर्छ भन्ने कुरो सत्तापक्ष नि कुरा मागै हो, प्रतिपक्ष नि मागै हो। जनतालाई चाहिँ जनताको सेवा ढिलो गर्नुपर्छ भन्ने हो र प्रतिपक्षको भूमिका माग होइन नि। त्यसो भए यो प्रबन्धको किन विरोध गर्नुभएको तपाईँहरूले? यो बुझेको छैन मैले। त्यस कारणले म चाहिँ अनुरोध गर्न चाहन्छु। अनि हामीले भन्यौँ यो शिक्षा सेवा चाहिँ को निवृत्ति भरण जुन चाहिँ छ नि, त्यसमा हामीले सबै चाहिँ यो योगदानमा आधारित चाहिँ निवृत्ति भरण चाहिँ कोषको चाहिँ जे प्रबन्ध अरू सबै ठाउँमा भइसक्यो। शिक्षकहरूले पनि प्रबन्ध गरेर रहेछ। शिक्षकहरूको चाहिँ निवृत्ति भरण कोष चाहिँ 2017 साल चैत 4 गते त्यो ऐन बनेको, तर अहिले पनि त्यो योगदानमा आधारित चाहिँ यो निवृत्ति भरण कोषमा शिक्षकहरू चाहिँ आबद्ध नभएको उनीहरूलाई मर्क परिरहेको, उनीहरूलाई मात्रै विभेद भएको। त्यस कारण यसलाई चाहिँ एउटा संशोधनमा छ, त्यसलाई पनि संशोधन गरौँ भनेर भनेको। त यही सन्दर्भमा चाहिँ भन्दाखेरि प्रतिनिधि सभामा पनि एउटा संशोधन आइलाग्यो। त्यो संशोधनले के भन्यो भनेदेखि यो सार्वजनिक योगदानमा आधारित निवृत्ति भरण कोष जो शिक्षा सेवा निवृत्ति भरण कोष चाहिँ को प्रबन्ध गरौँ। त्यो प्रबन्ध हामीले अहिले चाहिँ यो प्राप्त हामीले ल्याएको चाहिँ प्रबन्धले चाहिँ संशोधनले के भयो भने प्रबन्धले चाहिँ भूत प्रभावी हुने निर्वाह हुनाले 75 सालदेखिको समस्या पैदा हुन्छ। त्यस कारणले त्यो संशोधनले के भन्नु भने सरिता भुषालजीको चाहिँ संशोधनले के भन्यो भने 2082 साल वैशाख 1 गतेदेखि प्रारम्भ हुन्छ भनेर त्यसमा संशोधन गरौँ न भन्यो। प्रतिनिधि सभाले त्यो चाहिँ स्वीकार गर्यो। हामीले त्यो स्वीकार गरेर त्यो संशोधनसहित प्रतिनिधि सभाको सन्देश यहाँ आएको हो। त्यस कारणले चाहिँ सम्माननीय अध्यक्ष महोदय, मैले योभन्दा चाहिँ धेरै कुरा भन्नुपर्छ जस्तो लागेन। त्यसैले सम्पूर्ण मान्य सदस्यलाई अनुरोध गर्न चाहन्छु, यो सबै चाहिँ पक्ष प्रतिपक्ष नबनाऊ। यो चाहिँ आजको आवश्यकता हो। सुशासन कायम गर्ने कुरा, सार्वजनिक सेवालाई प्रभावकारी बनाउने कुरा आजको आवश्यकता हो। त्यस कारण सबै मान्यहरूले चाहिँ यो चाहिँ विधेयकलाई समर्थन जनाउनु भएर यसलाई चाहिँ पारित गरेर अगाडि बढ्न चाहिँ उपयुक्त हुन्छ भन्ने अनुरोध गरेर सम्मानित सभाध्यक्ष महोदय म आफ्नो बारे टिप्पणी गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला, यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्छु।
मान्य सदस्यहरू सुशासन प्रवर्धन तथा सार्वजनिक लेखा प्रवाह सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 माथि संशोधन प्रस्ताव राख्न चाहनुहुने मान्य सदस्यहरूले राष्ट्रिय सभा नियमावली 2075 को नियम 106 बमोजिम राष्ट्रिय सभा अन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सक्नुहुने बेहोरा जानकारी गराउँछु।